तिम्रो जताउन आएन माया भन्दा भन्दै आएर मायाको अर्थ नि भेटाएन त्यो पनि तिमीले माया गर्छु भन्ने झुटो आश देखाइरह्यो म भन्दा धनी भेटेपछि सुरको टुटा सरी फाली गयो अब भन फर्किन्छौ कि फर्किन माग्दै मनको आश तिमी बिना मेरो जिन्दगी भएको छ जुदो लास तिम्रो बारे सोच्दा सोच्दै रोकिएला जस्तो हुन्छ सास मदिरा पिउने गर्छु तिम्रो याद भुलाउन तर नसाले पनि सक्दैन मनभित्रको घाउलाई सुल्झाउन नसाको भरमा बिस्तारै आत्मा नि सुकिरहेछ तर माया भने तिम्रो लागि अझै झन्झन बढिरहेछ दुःख हुँदैन भिजिबल तर डिप छ तिम्रो याद स्मोकको धुवा जस्तै स्लिप छ जोसँग छौ त्योसँग बस म गुनासो केही गर्दिन जति माया गरे पनि तिमीलाई पाउन सकिन फर्केर आउँदैन धेरै नसोच मन भन्छ जहिले तिम्रो बारे सोच्दा सोच्दै रातको 2 बज्छ माया गर्छु भनी सजाको थियो मनमा तर यो माया भन्ने चिज कौडीको भाव बिग्दो रहेछ बजारमा त्यही मैले तिमीलाई मायाको पछौरी ओढाइरहे अहिले आएर दियो तिमीले ती कुराको सजाय मैले एकतर्फी माया गरेँ त्यो नि मेरो भुल भयो एकलयुगमा माया भन्ने शब्दको गलत युज भयो थ्याङ्क यू दाई लभ यु सबु मेरो भाइ कहिलेदेखि र्याप गर्न थाले तैँले 17 वर्ष भयो कहिलेदेखि र्याप गर्न थाले मलाई माया छ दाइ म यतिकै ट्राई गरे दाइ अब लभ यु मेरो भाइ तेरो ट्राईमा हाँस्ने मान्छे धेरै छन् यतापट्टि हेर्दा यहाँ कमेन्टमा धेरै हाँसिरहेका छन् बस गल्ती के भएको छ भन्दाखेरि त लेख्नु लाग्छ त दामी लेख्नु लाग्छ तर तेरो बिटमा ठ्याक्क तेरो बार्स पर्न लाग्छ छैन के बुझे त्यो जान्नु पर्यो त्यो टक्क गर्ने यताउति गर्ने मायाले गर्ने यो हाँसे भनेर यताउति गरे भने बिस्तारै सबैको ट्राईमै हाँस्ने हुन् मान्छेहरू सफलता भइसकेपछि बल्ल मान्छेहरू हाय 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 गर्ने हुन् बुझ्यो कि नै एकदम माया छ मेरो भाइ राजा सबु लभ यु दाइ अलवेज लभ है अझै ट्राई गर्दै जानु अझै ट्राई गर्नु राम्रो राम्रो लेख्नु हजुर दाइ हजुर ओके मेरो भाइ लभ यु दाइ ओके चढे त सुन यता यसो यसो यता सुन है के हो कि